उहाँलाई देख्दाखेरि कि यस्तो मान्छे, यस्तो असाधारण मान्छे, अरू कसैले सोच्दै नसोचेको कुरा सोच्ने मान्छे, अरूलाई मनै नपरेको कुरा मन पराउने मान्छे जन्म नेपालमा कसरी भयो होला जस्तो लाग्छ कि मलाई। किनभने अरूले जे सोचेको हुन्छ, जे गर्छु भनेको हुन्छ त्यो काम गर्दै गर्दैनन् होइन। अरूले तिमीहरू सोच्दै गर, मैले गर्नुपर्ने यो हो, तिमीहरूको हितको लागि यो हुन्छ भनेर लागि पर्ने यस्तो सच्चा मान्छे कसरी जन्मियो होला नेपालमा जस्तो लाग्छ कि मलाई। कति गाली गरिरहेको हुन्छ मान्छेहरूले होइन, फरकै पर्दैन। देख्दा यति साधारण मान्छे, यस्तो असाधारण क्षमता भएको मान्छे कसरी जन्मियो होला नेपालमा, मलाई आश्चर्य छ। जति हेर्छु उहाँलाई होइन, उहाँको कामहरूलाई, जुन कार्यशैलीहरू हेर्छु नि, कसैले नगरेको काम उहाँले नै गर्नुपर्छ क्या। त्यस्तो पहाडबाट पानी ल्याउनुपर्छ उहाँलाई है। अनि यो अहिले हामीहरू ओरतिर ओल्लो घर पल्लो घर मरिगए मिल्दैनौँ क्या हामीहरू। तर यस्तो अवस्थामा उहाँलाई सम्पूर्ण समुदायलाई मिलाएर काम अराइराख्नु भएको हुन्छ क्या। अब खानपानमा त हामीलाई रस रङ्ग त सबैजना भेला हुन्छौँ, काम गर्नुलाई को चाहिँ जानु खोज्छ अहिले, कसलाई मन लाग्छ काम गर्नु। यस्तो अवस्थामा काम गर्ने भिड जम्मा गर्नुहुन्छ, काम फत्तै गरेर छाड्नुहुन्छ। म छक्क पर्छु कि अहिले यो चुनावी माहौल छ नि होइन, चुनावी माहौलमा त यहाँनिर देखिरहनु भएको छ सबैजनाले होइन, हजुर भन्नुपर्छ दर्शन पाउनुलाई पछाडि यसरी दौडिनुपर्छ होइन। उहाँलाई कहाँबाट आउँछ कि यस्तो दिमाग कि मतदाता भनेको चाहिँ ठुलो मान्छे हो, म चाहिँ सेवक हो, उहाँहरूलाई चाहिँ मैले सेवा गर्नुपर्छ, उहाँहरूलाई सम्मान गर्नुपर्छ भनेर मतदाताहरूलाई टिका लाउँदै मत मागिरहनुपर्छ। कहाँबाट आउँछ यस्तो दिमाग के तपाईँलाई? अनि त्यही भएर भन्छ यस्तो असाधारण मान्छे के कसरी चाहिँ यो नेपालमा जन्मिनु। किनभनेदेखि हामीलाई त काम गर्ने मान्छे मन पराउने जमात होइन हामी त हा हो लैको भाकामा दौडिने मान्छे हो हामी त, उहियाको पछि लाग्ने मान्छे हो नि त हामीहरू त नेपाली अहिलेको जमात त। अनि यस्तो ठाउँमा कसरी यसरी चाहिँ कसैले गाली गरोस् के गरोस् म गर्छु भन्ने मान्छे कसरी जन्मियो होला मलाई जस्तो लाग्छ कि। अनि यस्तो जमात छ, गाली गर्ने जमात छ छुट्टै, साथ सपोर्ट गर्ने जमात छ छुट्टै, अनि त्यहाँदेखि स्वघोषित बुद्धिजीवीहरू छन् होइन। अनि हामीले आफैले यो बुद्धिजीवी भनेको व्यक्तिहरू छ, उनीहरूले मूल्याङ्कन उहाँको बारेमा गर्ने भनेको चाहिँ कसैले तपाईँ भन्नुहोस् न म आफै म पाएँ भनेर भन्छ कि। त्यस्तो बुद्धि नभएकोहरू त भएन ल ठिकै छ, बुद्धिजीवी भनाउँदाहरू तपाईँहरूलाई चाहिँ आफै म पाएँको परिभाषा चाहिँ आज म पढाइदिन्छु है। आफै म पाएँ चाहिँ मैले भनेकै हुनुपर्छ, मैले सोचेकै गर्नुपर्छ, मैले मेरै तरिकाले गर्नुपर्छ, मैले गरेकै राम्रो भन्नुपर्छ भनेर भन्नेलाई आफै म पाएँ चाहिँ कतिखेर भन्छ नि त्यो चाहिँ आत्मकेन्द्रित, त्यो स्वयं भन्ने व्यक्तिको फाइदाको लागि मात्रै भनेको कुरालाई आफै म पाएँ भन्छ कि। यही गर्नुपर्छ, यस्तै हुनुपर्छ, यसरी नै जानुपर्छ भनेर जुन चाहिँ जित गरेको हुन्छ अनि त्यसले चाहिँ समग्र जनतालाई फाइदा हुन्छ नि, त्यसलाई चाहिँ नेतृत्व गर्ने क्षमता भएको भनिन्छ के। त्यसले गर्दाखेरि यस किसिमको भाष्य चाहिँ बदलेको राम्रो है। किनभने बुद्धिजीवी भनिटो पलिएकोहरूको चाहिँ तपाईँहरूको चाहिँ कुरा चाहिँ मान्छेहरूले सुन्छन् धेरैजनाले। जस्तै एउटा अर्को मान्छे बोल्दाखेरि थोरैले सुन्छन् होला, अर्कोले बोल्दा मैले बोल्दा अलिकतिले सुन्लान्, म भन्दा अर्कोले बोल्दा धेरैले सुन्लान्, तपाईँहरू बोलेकोले त देशकोले सुन्छन् भनेर तपाईँहरूले जुन तरिकाले यो गलत भाष्य तयार गर्नुभएको छ नि, त्यसले गर्दाखेरि एउटा सच्चा देशभक्त इमान्दार व्यक्तिको चाहिँ नि यो नमरोस् के। त्यसले गर्दाखेरि राम्रो तरिकाले काम गर्ने मान्छेलाई साथ सपोर्ट चाहिन्छ। त्यही भएर यस्तो अवस्थामा पनि म गर्छु, मैले गर्नै पर्छ। मलाई कसैको नकारात्मक टिप्पणीले फरक पर्दैन, चाहे जेसुकै होस्। म यो राष्ट्रमा जन्मिसकेँ, मेरो जन्म चाहिँ सार्थक बनाउनु पर्छ भनेर लाग्ने मान्छेलाई साथ सपोर्ट गर्नको लागि ढिलो नगरौँ। अनि खबरदार है, पानीको ऋण तिर्नुहोस्। दुधको जस्तै पानीको भार पनि लाग्छ, पानी खुवाएको छन्, पानीको भार नतिरिकन मर्नुभयो भनेदेखि आत्मा भड्किन्छ है धराटेहरू। म त जतिखेर पनि यही भन्छु, किनभने त्यो धरानमा पानीको दुःख देखेको छु कि मेरो आफ्नो मान्छेहरू हुनुहुन्छ त्यहाँ जाँदाखेरि देखेको छु मैले। त्यही भएर भनिदिएको यसपालिको मत चाहिँ माटोमा श्रम संस्कृतिको टिमलाई जिताएर नेतृत्व तहमा पुर्याउनुहोस्। अनि त्यसपछि हेरौँ त
त्यहाँ गएर चाहिँ के गर्दो रहेछन्, आफै मोबाइलमा हुन्छन् कि समग्र जनताको हितमा काम गर्छन्। ल यति।